सो हामीले अहिले जे देखेछौँ जे छ त्यो सम्पन्न त छ र विराट पनि छ, तर यति मात्रै होइन, भएकै कुराहरूबाट पनि सम्भावना, भेग र अझै ठुलो विराट स्वरूप छ। एउटा काठको पल्ला ढोकामा पनि युज हुन सक्छ, विन्डोमा पनि युज हुन सक्छ, वा कतै ब्रिज बनाउँदै भने काठको त्यहाँ पनि युज हुन सक्छ, धेरै ठाउँ युज हुन सक्छ नि। यस्तै तिमीले अहिलेसम्म जे देखेछ त्यो चिजलाई इन्जिनियर गर्न मिल्छ क्या। मैले स्पेसली केलाई भन्दैछु भन्दाखेरि एउटा ढुङ्गालाई ढुङ्गाको पोरोसिटी भन्ने हुन्छ क्या, हो त्यसलाई इन्जिनियर गर्न मिल्छ क्या। कति पानी सोच्ने र कसरी सोच्ने त्यो बाटो हुन्छ कि क्यापिलेरी एक्सन। कुनै ढुङ्गाहरू तैरिन्छ अरे किनकि त्यसको स्ट्रक्चर त्यस्तो छ नि त। सो भित्रको बनावट त्यसले कति हावा भित्र आएछ, कति पोर्सहरूमा हावा फिल भएर त्यो इन्क्लोजर बन्द भएको छ र कसरी छ भन्ने कुरा, त्यो इन्टरनल फर्महरू, त्यो लोकल फर्महरू, स्मल फर्महरू, त्यसलाई तिमीले इन्जिनियर गर्न थाल्यो भने तिमीले भेग पाउँछौ कि यो कुरामा। Like I may be sitting in a room where there are 4 walls of their ceiling in the ground fully cement. But if you have a programmability capability or a maneuverability or some kind of control or some kind of manipulations, then you can form a holographic universe inside your room. This holographic nature, you have to re-engineer the soil, you have to re-engineer the exactly same this walls, concretes and stones. So if you can engineer these stones, then we will be very beneficial. We will be very benefited from it. So एउटा सिसामा हामीले वारपार देख्छौँ नि, त्यस्तै अरू चिजमा किन देखिन्न? अरू चिजलाई पनि इन्जिनियर गर्यो भने त्यो पनि देख्न सक्थ्यो होला नि त। तिमीले सिसामा जे पनि देख्न सक्छौ भने तिमीले वालमा जे पनि देख्न सक्छौ क्या। त्यो फेस डारेमा त्यो हिम्मत राखेको हुन्छ क्या। सुनौली आउँदै हुनुहुन्छ आउँदै होली कि मैले थाहा दिएपछि मैले केही दिउन पठाउँला भनेको त गएछु भएको नानी रोइछ क्या हो र